यस्तो मजा आउने चल्यो बतास चल्यो फेरि के हो यो पिकनिक आएको यो सबै नमस्कार आज हामी जाँदैछौँ रेसुङ्गा पिकनिकको लागि ओहो स्पाइडरम्यान पनि हो पिकनिकमा Mochi Dandira. देउरालीमा बतास चल्यो हामी तम्गासको देउराली भन्ने ठाउँमा छौँ अहिले Kupalo Tamgas. चिनी राख्नु भएन आलु राख्दै हुनुहुन्छ यहाँ हाम्रो गुरुहरूले ल राख्नुहोस् ल अब हामी फेरि गुल्मी आएर यहाँ चाहिँ अब खाना खाने भनेर खाना पकाउनको लागि रेडी भइरहेछौँ यहाँ सामान झार्दैछ र अब हाम्रो डेस्टिनेसन यही नै होला खाना खाने ठिक छ एकदम राम्रो छ एकदम राम्रो हाम्रो यो भ्रमण चाहिँ एकदम उद्देश्यमूलक भइरहेछ एकदम राम्रो छ सबैमा नमस्कार अहिले हामी आएका छौँ गुल्मीको तम्गास भन्ने ठाउँमा यस्तो राम्रो छ नि यो एरिया यो रुखहरू यस्तो मजाले लान्छन् नि यो सल्लाहहरू बवाल छ बवाल क्षेत्र राम्रो छ है साथीहरू गजब क्षेत्र रेसुङ्गा आएका छौँ साथीहरू हामी अहिले अब रेसुङ्गा आएर अब रेसुङ्गाको कहाँ चढ्ने सर हामी रेसुङ्गाको सगरमाथा भ्यूटा अब रेसुङ्गाको सगरमाथा चढ्ने अरे हामी तरकारी काट्ने तरकारीहरू मिलाउने धनियाँ काट्ने गर्दै हुनुहुन्छ पिकनिकको सुरुवाती चरणमा छौँ हामी अहिले म्याडमले उहाँ मेरो फोटो खिच्नु भएन भनेर रिसाइराख्नु भएको छ मसित नरिसाउनुहोस् म्याडम फोटो खिचिदिइरहेको छु मैले तपाईँको हाम्रो गुरु यहाँ लागि परिराख्नु भएको छ यहाँ चाहिँ म्याडम लागि परिराख्नु भएको छ चिया पकाउन र यहाँ हाम्रो सरहरू पनि चियातिर एकदम लागि परिराख्नु भएको छ चिया पकाउने मिठो मिठो चिया खुवाउने भन्दै हुनुहुन्छ हाम्रो माया म्याडम पनि लागि परिराख्नु भएको छ हजुर पिकनिकमा सहभागी हुनुभएको छ माया दिदी पनि रेडी हो है केटा सबै कहाँ छन् अरू खोइ सबलाई लिएर चिया खाना चिया र पाउरोटीको लागि सबै रेडी भएर बस्छ है कसले धेरै खाने माधव सरले उहाँ तरकारी पकाउन लागि परिराख्नु भएको छ आगो बालेर कराईमा पानी बसाल्नु भएको छ सुरुमा पानी तताउनुहुन्छ र अब त्यसपछि तरकारी पकाउनुतिर लाग्नुहुन्छ अब हाम्रो भात पाक्दैछ भात खाने हो भात सबैमा नमस्कार अब हामी यहाँ पिकनिकको लागि खुर्सानी काट्दैछौँ हामी सबै लागि परिरहेछौँ एकदम मिहिनेतका साथ लागि परिरहेछौँ त्यसपछि खाना खान्छौँ र हामी रेसुङ्गाको डाँडा घुम्न पनि जान्छौँ अब यहाँ खुर्सानी काट्न म्याडमहरूले खुर्सानी काट्न दिनुभएको छ अब मलाई यो खुर्सानीले पिरो गराउने हो कि भन्ने डर हुन्छ रेसुङ्गाको पेदो गुल्मी आएका छौँ गुल्मी भन्नु के तपाईँहरूले यहाँ चलिरहेको छ मैले कसरी भन्छु तपाईँ बोल्नुहोस् के टोलीको रमाइलो चलिरहेको छ यता पनि म्याडमहरू यहाँ चाहिँ भाँडा माझ्न लागि परिराख्नु भएको छ ल सबै नाच्नु त एकपटक सबै नाच्दिनुहोस् भोक लाग्यो ल माया दिदी भोक लाग्यो खोइ
खानेकुरा खोइ खोइ भोक लाग्यो यस्तो भोक लागिसकेको छ खोइ खानेकुरा खोइ मासु कुरा भन्छ मासु मलाई अलिक बढी थपेर दिनु होला है धोकेबाज काम गर्नु नि यहाँ मलाई भुट्टा अलिक बढी दिनु होला है भुट्टा के देऊ र बैना फुल देऊ कि फुल बोटे रुमाल हे साथीहरू सबै अब यहाँ खाना आइसक्नु भएको छ अब यहाँ हामी खानेतिर लाग्छौँ है गुरुजीहरू बुझ्नुभयो नि कति आइटम छ अरे आज खोइ कति छ कति आइटम छ होला आज सायद होला 12 देखि 15 आइटम खानुपर्छ टन्डा 84 व्यञ्जन हेलो अरविन्द सरलाई भनेको छु मासु मलाई थपेर दिनुहुन्छ आज स्पेसल पनिर करी पनि छ अनि हाम्रो त्यहाँ पकाउने सिट सबैसँग मेरो उ गइसकेको छ कनेक्सन गइसकेको छ सबै मलाई थपेर दिन्छ पनिरवालाले पनिर करी दिन्छ मासुवालाले मासु दिन्छन् भुट्टाले भुट्टा भातवालाले भात ल खटेको खटै हुनुहुन्छ बिहानदेखि नै अब मजाले खानुहोस् त्यही भन्छु म र यहाँ म्याडमहरू यहाँ विद्यार्थीहरू पनि यो यसले पचाउँछ है यो खानुपर्छ है गोबीले त यसमा त विभिन्न खालका प्राकृतिक औषधिहरू राखिएको गोबी राखिदिन्छ घोडा चढ्नु पर्यो अब यहाँ घोडा नचढी भएन पनि बजाएको छैन केही पनि भइरहेको छैन के हो यो पिकनिक गएको यो उताको गीत यहाँ सुन्नुपर्ने छ यार कस्तो होला डेक चाहिँ क्यार्न ल्या हो खै क्यार्न यहाँ मासु अड्केर दाँता क्यार्ने कोट्टाउँदै हैरानै भयो क्यार्ने हो मासु अड्क्यो कि दाँता खाना खाइसकेपछि अब हामी जाँदैछौँ रेसुङ्गा पार्कमा है रेसुङ्गा पार्कमा रमाइलोसँग घुम्नुपर्छ उतै हो नि यो त यस्तो राम्रो गर्छ दिउँसो हल्का मानिसहरूको उपस्थिति देखिने रहेछ यहाँ यो रहेछ रेसुङ्गा पार्क गुल्मीको रेसुङ्गा पार्कभित्र अब हामी जाँदैछौँ गुल्मी तमघासमा पर्ने अब हामी रेसुङ्गा पार्कभित्र इन्ट्री गरिसकेका छौँ यहाँ हेर्नुहोस् है कस्तो फुलहरू रहेका छन् च्याप लगाएर फुलहरू है 5,000 500 देखि 5,000 यस्तो रमाइलो क्षेत्रमा आएका छौँ हामी यस्तो राम्रो क्षेत्रमा यहाँ अब हामी हिँड्दै जाँदैछौँ फुलहरू यस्तो राम्रो राम्रो छ फुल नटिप्नु होला कोही पनि भित्र आइसकेपछि यो भन्न चाहन्छु मैले सबलाई फाउन्टेन पनि देख्न सक्नुहुन्छ यहाँ एउटा फाउन्टेन पनि रहेको छ ट्याक्क लाएर यस्तो राम्रो क्षेत्र रेसुङ्गाको माथि चढ्ने माथि जाने है माथि गुरुजीहरू सबै माथि जाने माथि यहाँ माथि जाने यहाँ माथि चढ्नु पर्यो माथि त हेर्नु पर्यो के छ कसो छ नहेरी हुन्न हा यस्तो सुन्दर यो रहेको छ रेसुङ्गाको डाँडा हाम्रो ठाउँबाट देखिने ठाउँ यो डाँडा कस्तो बाटो जिगज्याग गरेर वहाँ पुगेर छ वहाँबाट हिँडे जाने राम्रो देखिन्छ नि हाम्रो गाउँतिरबाट देखिने डाँडा चाहिँ यो अर्जुनको भिर भनेर देखिने र यो रेसुङ्गाको अर्जुनको भिर चाहिँ यो हो कि यो टावर भएको अर्जुनको भिर हो यो चाहिँ हाम्रो रेसुङ्गाको डाँडा रहेको छ यस्तो सुन्दर र अग्लो क्षेत्र हेर्दाखेरि राम्रो क्षेत्र देखिने रहेछ यहाँबाट यो रेसुङ्गा पार्क भयो सगरमाथा पछिको दोस्रो ल है गुरुजीहरू पहाडी चुचुरामा घुम्न आएका छौँ रमाइलो छ रमाइलो वातावरण यस्तो मजा छ यार राम्रो रहेछ यो क्षेत्र यस्तो रमाइलो रहेछ यहाँ घुम्न आउनु पर्ने क्षेत्र रहेछ गुल्मीको तमघासमा पर्ने रेसुङ्गाको पार्क रेसुङ्गा नगरपालिका हो र रेसुङ्गा पार्क हो यो एकदम सुन्दर रहेछ हामीले हेरिसक्यौँ अवलोकन गरिसक्यौँ यहाँ राम्रो रहेछ फुलहरू लगाएका रहेछन् राम्रो र फुल नटिप्नु होला यहाँ आएर चिप्लेटी खेलौँ चिप्लेटी आउनुहोस् ल आउनुहोस् चिप्लेटी खेलौँ कहाँ चढ्ने हो यो चिप्लेटी खेलौँ आउनुहोस्
यहाँ चढ्नु त चिप्लेटी खेल्नु पर्यो चिप्लेटी खेलौँ ल ल आउनु पर्ने क्षेत्र रहेछ कि यो आउनुहोस् है तपाईँहरू पनि पिङ त खेल्नु पर्छ यार 50 रुपियाँ त उठाउनु पऱ्यो उहाँ त मान्छे छ नै त्यहाँ त मान्छे यार छोड्दिनु नि त्यहाँ त पुल चढ्न गइरहेछ हामी है पुल चढ्नु पऱ्यो पुल नचढी भएन ल पुल चढ्नु पऱ्यो पुल चढाउँ है साथीहरू मजाको पुल छ यार राम्रो बजार देखिन्छ रहेछ यहाँबाट त ओहो गुल्मी बजार गुल्मीको कमगास ल यो ओहो उता नहेर्नु फोटो आएन के उता नहेर्नु पैसा बल्ल 50 रुपियाँ निस्कियो यार 50 रुपियाँ ए ल ल यस्तो रमाइलो हुने रहेछ होइन मजा आइरहेको छ एकछिन त पसन्द छ मेरो त बल्ल 20 रुपियाँको खर्च भएको छ अझै बाँकी छ 30 रुपियाँ त निकाल्नु एकछिन त खेल्नु पर्ने एकछिन त खेल्नु पर्ने यार हुन्न कि यार खेल्ने जीवनमा यार अब यो तनाव मात्रै छ कहिले काहीँ खेल्न पनि पर्यो नि पलाममा टोकेला टोकिनु होला छुट्टै खालको अनुभव पनि लिन पाइयो आज यस्तो मजाको छुट्टै खालको अनुभव दिन पाइयो र पिङ खेल्न पाइयो मजाले रेसुङ्गाको उसमा आएर पार्कमा आएर रमाइलो रहेछ आउनुपर्ने क्षेत्र रहेछ सबै आउनुहोस् घुम्नुहोस् रमाउनुहोस् रेसुङ्गा नगरपालिकाको रेसुङ्गा पार्कमा घोडो भाइ ठिक छौ घोडा